ल हेलो गाइस दर्शक नमस्ते सबैजनालाई अस्सलाम वालेकुम है। आज चाहिँ मेरो जन्मदिन परेको छ 7/2 गते जुन 16 अनि आज चाहिँ हामी टक्क लाएर केही त गर्नु पर्यो जन्मदिनमा हैन। केकै नकाट्ने त म त केक मन पर्दैन के, तर केक नकाटे पनि यसो बाहिरतिर हुन्छ नि खानुलाई आएको छ। म भिडियो चाहिँ अघि नै बनाएको कि बल्ल मन लाग्यो त्यही भएर भर्खरै बनाएँ। साथी चाहिँ यहाँ छ कि साथी चाहिँ उता बोलिरहेको छ। अब हाम्रो अगाडि चाहिँ हेर्नुपर्छ यहाँ खाना आइसकेको छ कि टक्क लाएर अब तपाईँहरूलाई आज होइन साउदीमा रहेर हामीले जस महिनामा एकचोटि दुईचोटि त खाइरहेको छौँ। महिनामा यो ठाउँमा आइरहेको छौँ यसो अब टाइम हुँदाखेरि होइन। जे भए पनि टक्क हाम्रो नेपाली कुराहरू छ, नेपाली सबै सामानहरू छ यहाँ चाहिँ। अब तपाईँहरूलाई म टक्क लाएर देखाउँछु ल। चाहिँ हाम्रो नेपाली खाना यसमा चाहिँ मोही साग दाल भुटन अनि त्यसपछि सलाद भयो। यो अब के भन्छ चटनी सटनी के छ टक्क लाएर। यो चाहिँ खसीको झोल त्यही हो है त गाइजहरू। मिनी भ्लग जस्तै हुन्छ होला जस्तो लाग्छ यो चाहिँ मेरो भ्लग है। त्यही हो अब यस्तरी हो कसरी लभ पर्छ भन्नुहुन्छ भने चाहिँ यसरी हो। ट्रु लभहरू चाहिँ हामी चाहिँ अब ट्रु लभ पनि होइन फेक लभ पनि होइन, बिचको परेको त्यही हो। टेन्सन छैन केही छैन, पैसा कमाउने केटी भन्ने कुराहरू पछि फोकस गर्ने भन्ने सोचमा छु म चाहिँ है। बस त्यही हो, एकजना भएपछि धेरै चाहिएन। हेर्छु नै देखाएको छ होला है, मैले हेरेको छैन है, उल्टो क्यामेराबाट खिचिरहेको छु कि। अस्सलाम गाइस खाएर सकेर हेर्नुपर्छ ल। ल गाइसहरू होइन अहिले चाहिँ हामीले खाना खाएर बसिसकेको छु कि म चाहिँ। त्यही हो कस्तो अहिले त अलि फेर्रे शरीरै होइन मलाई होइन कस्तो लाग्छ भन्दाखेरि आजभोलि चाहिँ धेरै कुराहरू चेन्ज भयो जस्तो लाग्छ कि मेरो फेसमा होइन। मेरो सबै कुराहरू चेन्ज त भएको छ हो। पहिला कस्तो झपुल्टे कपाल हुन्थ्यो होइन, यो यस्तै अगाडि हुन्थ्यो अनि यता पुरै झपुल्टे हुन्थ्यो होइन। आजभोलि केही छैन त्यस्तै छ कि। टक्क साथी बसिरहेको। साथी के छ साथी भन न यहाँ तिमीले नेपाली बोला कि नेपाली भ्लग है साथी। युट्युबमा जाने सिधै नै युट्युबमा हो, सिधै युट्युबमा हो बल्ल। साथी गर्छ हेर्ने त छ नि 80-90 जनाले हेरिहाल्छ नि। 80-90 चाहिँ हेर्नु सक्छ लाइक हान्दैन कि नेपाली हो नेपाली लाइक हान्दैन कि बस टक्क। ए साथी तिमी दारू खाएको होइन हो, दारू छैन है त्यो दारू खाएको सही बोलेको। यस्तो हो कि अब यो छ नि यो भिडियोलाई चाहिँ टक्क लाइक हान्दिन कि सक्यो। अरू केही चाहिँदैन। अब सब्सक्राइबर हानेको छैन, सब्सक्राइबर हान्दिन कि देखाउन यो छ नि यो तल मुनिको अनि यो फलास च्यानल हाल्नु त्यो अटोमा तिमीले अरू केही हानेर हाल्नु त त्यो चाहिँ राम्रो लाग्छ मलाई। त्यही हो मजा आयो नि। यता हाम्रो नेपाली दाइ आइसक्नु होला। के छ दाइ? नमस्ते नमस्ते झोले फाकुला भ्लग ब्लग हो ल ठिक छ एकदम होइन। हाम्रो भाइहरू चाहिँ एकदम आएर खानुहुन्छ होइन एकदम मिठो तरिकाले। जस मेरा प्यारो भाइहरूलाई चाहिँ हाम्रो यो रोयल थकाली किचनमा स्वागत छ क्या एकदम। अनि खाना चाहिँ कस्तो लाग्यो भाइ यार? खाना त कस्तो लाग्ने नमिठो नभएको ल सिरित्तै गरेछ होइन एकदम खुसी लाग्यो होइन। सब कुरा राम्रो आज पेट भरुन्जे खानु स्वस्थ खानुपर्छ एकदम। धन्यवाद तपाईँलाई यति मिठो खुलाइराख्नु, अझै 14 महिनासम्म खाइराख्न पाऊँ एकदम। ओके ल। यो दाइ चाहिँ हाम्रो यहाँ नेपाली होटलको दाइ हुनुहुन्छ। उहाँ चाहिँ एकदम हुन्छ नि बोलीको चाहिँ पक्का, अरू कुराको पक्का थाहा छैन तर बोलीको पक्का एउटा कुराले हामीलाई गर्नुहुन्छ। बन्दुकको गोली जस्तो होइन, मगरको बोली र बन्दुकको बोली होइन दाइ के। अब चाहिँ हामी जानु लागेको छौँ। यो चाहिँ हाम्रो नेपाली होटेल टक्क हाम्रो नेपाली झन्डा नेपाली हाम्रो नेपाली झन्डा टक्क यहाँ चाहिँ सबैजना नेपाली हुनुहुन्छ काम गर्ने। कहाँ गयो दाइ बङ्गाली क्लिनर? भागिसक्यो कि भागिसक्यो? बङ्गालीहरूलाई यस्तो चाहिँ भिडियो नदेखा माफी मुस्किल यो चाहिँ टक्क है पोखरा थकाली के भन्छ पोखरा होइन रोयल पोखरा थकाली किचन ठिक छ। ठिक मेरो पनि एउटा किचन यस्तै टाइपको अगाडि भयो टक्कै म चाहिँ यस्तो छु कि है। तर होइन बवाल दिएको कि किन थाहा छ? पछाडिको लाइटहरूले बवाल दिएको रहेछ क्या। हामी चाहिँ होइन के भन्छ खाना खाएर चाहिँ
अनि हिँडिसकेको छौँ। साथी तिमीसँग छ होइन ग्यास त गाडीमा जानुको लागि? हो साथी तिमीसँग ग्यास छ नि? मसँग ग्यासै भएन क्या, कार्डमै हालिदिएको सबै पैसा। यता आउनु तिमी। त्यही होइन साथी चाहिँ यहाँको छ कि तिम्रो त राम्रै हो कि हाम्रो त होइन। हो अहिले त केही जाँदैन क्या साथी। बिरयानी भोलि लगेर जानुपर्ने हो नि त। ए सेट उताबाट लैजाउँ के त भोलि बिहान खानुको लागि फेरि खानै छैन क्या। चाहिँ अहिले चाहिँ मार्केट आएको छौँ कि टक्क सामानहरू लिनुलाई। अब यसो मार्केट बिहानतिर खानु, यहाँ चाहिँ भिडियो खिच्नु मिल्दैन कि त्यो बिहानको खानको लागि होइन। यो र यो एउटै एउटै हो। म चाहिँ यही हो है, नेपाली वाइवाई लाँदैछु कि। अर्को एउटा दाल मोजाहरू चाहिँ अहिले पछि देखाउँछु म। धेरै किनिसकेको छ कि बिस्कुटहरू, यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। यो बिस्कुटलाई साउदीको 1 रियाल, नेपालमा भएको है 15-20 भनौँ न, धेरै भनेको यहाँ चाहिँ 35-36 पर्छ कि है। सर सब यो चिप्सहरू यता टक्क भान्सी जानुपर्ने हुन्छ। साथीले किन्दैछ, म पनि किनिरहेको सोचमा छ। टक्क लाएर है हाम्रो एक्सचेन्जहरू गर्नु लागेको छौँ कि। म मेरो छुट्याउँछु है त, मेरो यो हो, अनि दुईवटा यो हो, अनि एउटा यो हो, दुईवटा यो हो होइन, अनि फेरि दुईवटा यो हो, अनि फेरि दुईवटा यो हो होइन, अनि यो यो टक्क है। साथीले चाहिँ त्यत्रो हो। चामलहरू पनि हेर्न सक्नुहुन्छ रेटहरू। यता होइन यता यता आउने, यता मासु कफर हेर्नु जाने गाई छैन। अहिले चाहिँ हामी सामानहरू किनेर सकिसकेर जानु लागेको छौँ टक्क है। यस्तै छ, गर्मी चाहिँ अति छ कि। चाहिँ हामी आउनु लाग्यो टक्क लाएर है। यो चाहिँ हाम्रो सदियान, हाम्रो ब्रान्चमा जाने बाटो है गाइजहरू। टक्क लाएर है, यो चाहिँ हाम्रो क्याफे सर सपुरा। यहाँ चाहिँ हामी मॉर्निंग शिफ्ट काम गर्ने। इधर से अंदर लेके जाना पड़ेगा गाड़ी को। हाम्रो ब्रान्च चाहिँ अहिले कस्टमरहरू प्याक छ कि टक्क हामी बस्नुको लागि चाहिँ टक्क यतादेखि जानुपर्ने हुन्छ। यो चाहिँ 24 आवर्स ओपन। यिनीहरू चाहिँ अहिले यहाँको सिफ्ट चाहिँ 5 बजीसम्म गर्छ कि, त्यसपछि हाम्रो चाहिँ अहिले बिहान 5 बजीदेखि टक्क हाम्रो अब यहाँदेखि चाहिँ हामी माथि पार्नुपर्छ। चाहिँ भर्खरै रुम आएको छु कि होइन गाइजहरू। म चाहिँ अलि के भन्छ त्यो टक्क लाएर रेस्ट गर्दैछु कि। धेरै थाक्यो, गर्मी भयो, लास्ट थकै लागेको छ, मर्नु भएको छ। आजलाई यति नै भ्लग, गुड नाइट। सामानहरू पनि यस्तरी भुइँमा फालेको छ कि सब होइन। सुत्ने रुमहरू चाहिँ राम्रो छैन कि गाइजहरू। बाई बाई, नेक्स्ट भ्लगमा भेटौँ न अब 2-4 महिनापछि।